एनओसी नन अब्जेक्सन सर्टिफिकेट भनेको के हो र यो किन चाहिन्छ? नमस्ते साथीहरू, अहिलेको समयमा नेपालबाट हजारौँ विद्यार्थीहरू उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र युरोप जस्ता देशहरू जाने सपना बुन्छन्। भाषा परीक्षा उत्तीर्ण गर्नुहुन्छ, कलेज छान्नुहुन्छ र भिसा पनि पाउनुहुन्छ। तर यी सबै प्रक्रियाको बिचमा एउटा यस्तो कागज छ जसको अभावमा न त तपाईँले कलेजको शुल्क तिर्न पाउनुहुन्छ, न त नेपालको विमानस्थलबाट उड्न नै। त्यो हो एनओसी नन अब्जेक्सन सर्टिफिकेट। धेरै विद्यार्थीहरूलाई लाग्छ कि भिजा लागेपछि काम सकियो, तर वास्तवमा एनओसी बिना तपाईँको वैदेशिक यात्रा अधुरो रहन्छ। आजको यो विशेष भिडियोमा हामी एनओसी भनेको के हो र यो किन चाहिन्छ, यसको अनलाइन आवेदन कसरी दिने र कुन कुन गल्तीले गर्दा तपाईँको आवेदन रद्द हुन सक्छ भन्ने बारेमा विस्तृत जानकारी दिनेछौँ। यदि तपाईँ विदेश जाने तयारीमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले बुझौँ एनओसी वास्तवमा के हो। यसको पुरा रूप हुन्छ नन अब्जेक्सन सर्टिफिकेट। यसलाई नेपालीमा पूर्व अनुमति पत्र पनि भनिन्छ। यो नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने एउटा आधिकारिक अनुमति पत्र हो। यसको मुख्य सन्देश यो हो कि नेपाल सरकारलाई यो विद्यार्थी यो देशको यो विश्वविद्यालयमा यो विषय पढ्न जान लागेकोमा कुनै आपत्ति छैन भन्नु हो। याद राख्नुहोस्, यो केवल एउटा सर्टिफिकेट मात्र होइन, यो तपाईँको अध्ययनको कानुनी रेकर्ड पनि हो। नेपालको शिक्षा ऐन अनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा अध्ययन गर्न जानु अघि नेपाल सरकारबाट पूर्व स्वीकृति लिनु अनिवार्य छ। यो किन चाहिन्छ भन्ने कुरालाई हामीले तीनवटा मुख्य रूपमा छुट्याउन सक्छौँ। एक नम्बरमा छ आर्थिक कारोबार अर्थात् ब्याङ्किङ प्रोसेस। तपाईँको विदेशको कलेजमा ट्युसन फी पठाउनु पर्ने हुन्छ। नेपालको कानुन अनुसार राष्ट्रिय बैङ्कको नियम पालना गर्दै कुनै पनि वाणिज्य बैङ्क अथवा कुनै पनि ब्याङ्कबाट पैसा पठाउनु अघि एनओसी माग गर्दछ। यदि तपाईँसँग एनओसी छैन भने बैङ्कले तपाईँको पैसा पठाउनको लागि मान्दैन। साथै पछि विदेश जाँदा साथमा लैजाने पकेट मनी वा डलर साट्नका लागि पनि यो अनिवार्य छ। दोस्रो नम्बरमा छ एयरपोर्ट वा अध्यागमन अर्थात् इमिग्रेसन चेक। तपाईँको भिसा लागेर विमानस्थलमा पुग्नु त भयो, तर त्यहाँ रहेका अध्यागमन इमिग्रेसन अधिकारीहरूले तपाईँको पासपोर्टसँग एनओसी पनि माग्दछन्। यदि तपाईँले एनओसी देखाउन सक्नु भएन भने उनीहरूले तपाईँलाई अफलोड गर्छन्, अर्थात् विमानस्थलबाटै फर्काइदिन्छन्, अर्थात् तपाईँलाई उड्नबाट रोक लगाउन सक्छन्। तेस्रो नम्बरमा छ शैक्षिक वैधानिकता र समकक्षता अर्थात् इक्विभ्यालेन्सी। भोलि तपाईँ विदेशमा पढेर फर्काउनु त भयो, नेपालमा सरकारी जागिर खान चाहनुहुन्छ भने तपाईँको शैक्षिक योग्यतामा समकक्षता अर्थात् इक्विभ्यालेन्सी निर्धारित गर्दा एनओसी मागिन्छ। यदि तपाईँ जाँदाखेरि नै अनुमति नलिई जानुभएको छ भने फर्किएपछि तपाईँको डिग्रीलाई नेपालमा मान्यता पाउन कठिन हुन सक्छ। अहिले एनओसीको लागि आवेदन दिने प्रक्रिया निकै सहज र डिजिटल भइसकेको छ। तपाईँले एनओसी लिनको लागि noc.moest.gov.np मा गएर अनलाइन फारम भर्न सक्नुहुन्छ। यसका लागि तपाईँलाई चाहिन्छ एक नम्बरमा छ नागरिकताको प्रतिलिपि, दुई नम्बरमा छ एकाडेमिक सर्टिफिकेट, तीन नम्बरमा छ कलेजको अफर लेटर। हजुरले जुन कलेजमा एप्लाई गर्नुभएको हो त्यो कलेजबाट दिएको अफर लेटर पनि चाहिन्छ। र अन्तिम चार नम्बरमा छ राजस्व तिरेको प्रमाणपत्र। हजुरले राजस्व चाहिँ आफ्नो ई-सेवा मार्फत गभर्मेन्ट पेमा गएर राजस्व तिर्न सक्नुहुन्छ। हजुरले राजस्व तिरिसकेपछि त्यो पेमेन्ट स्लिप चाहिँ पिडिएफमा डाउनलोड गरेर राख्नुपर्ने हुन्छ। साथीहरू, यो केवल कानुनी प्रशासनिक प्रक्रिया मात्र नभई तपाईँहरूको विदेश यात्राको बलियो कानुनी खम्बा हो। यसलाई अन्तिमसम्म आएर हतार बनाउनु भन्दा भिजा प्रक्रिया सुरु हुने बित्तिकै वा कलेजको फी तिर्नु अघि नै बनाउनु उचित हुन्छ। आशा छ यो जानकारीले तपाईँलाई मनमा लागेको एनओसी सम्बन्धी सबै जिज्ञासाहरू मेटियो होला। यदि अझै पनि केही अन्यल छ भने तल कमेन्ट बक्समा आफ्नो प्रश्न राख्न सक्नुहुन्छ र मेरो च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला।